मर्निङ नमस्कार। आज हामी यो फेरि झापाको चाराली भन्ने ठाउँमा छौँ। यहाँबाट चाहिँ हामी झापाको चाराली हुँदै माथि इलाम कन्यामसम्मको यात्रा छ हाम्रो। यहाँहरूलाई यो सानो मिनी ब्लग बनाउन लागिरहेको छु। यहाँहरूलाई कस्तो लाग्छ हेरेर साथ दिनु होला। आज म फेरि यो झापाको चारालीबाट इलामसम्मको यात्रामा छु। आजको मौसम पनि एकदम खुलेको छ र घुम्नलाई रमाइलो छ। सुन्दर यो मौसमसँगै हामी पनि उकालो लागिरहेका छौँ। यहाँहरूले देखिराख्नु भएको छ म अहिले कन्यामको छेउमा पुगिरहेको छु। यहाँहरूलाई धेरै लामो भिडियो त होइन, छोटो भिडियो बनाएर देखाउने प्रयास गरेको छु। अहिले म इलामको यो कन्यामको चियाबारीमा पुगेको छु। यहाँहरूले देखिराख्नु भएको छ आजको मौसम चाहिँ यहाँ माथि चाहिँ हल्का बिग्रिएको छ, हुस्सु लागेको छ। अहिले म ठ्याक्क यो कन्याम लेखिएको ठाउँबाट वरिपरिको भिडियो कैद गरिरहेको छु र म यहाँबाट चाहिँ श्रीअन्तुतिर अगाडि बढिरहेको छु। अहिले म ठ्याक्क यो श्रीअन्तुको पोखरीमा छु। क्या गजबको छ पोखरी। यहाँ आउने पर्यटकहरू चाहिँ यो पोखरीको वरिपरि घुम्न पाउनुहुनेछ र वरिपरिको चिया बगान हेर्दै रमाइलो गर्न सक्नुहुनेछ। म चाहिँ यो सुन्दर पोखरीको छेउमा दृश्यहरू अवलोकन गरिरहेको छु र आजको मौसम चाहिँ अलिक बिग्रिएको छ, हुस्सु लागिरहेको छ। यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अहिलेसम्म मेरो भिडियो हेरेर साथ दिनुभएकोमा। फेरि अर्को भिडियो लिएर यहाँहरू सामु आउनेछु। हस्त नमस्कार।